हेलो एभ्रिवान, तपाईँहरू सबैजनालाई मेरो च्यानलमा स्वागत छ। र आज मैले प्लेन पराठा रेसिपी तपाईँलाई सेयर गरेको छु। सुरुमा मैले यसरी आटाको डो रेडी गरेको थिएँ अनि तपाईँहरू देख्न सक्नुहुन्छ मैले लेमन सेप दिएको थिएँ अनि तावालाई मजाले हिट गरेर मैले यो चापती या रोटीलाई मजाले सेकेको थिएँ। तपाईँहरू देख्न सक्नुहुन्छ यसलाई मैले मजाले फ्लिप गरेर कुक गरेको थिएँ अनि त्यसको बादमा मैले यसमा बटर हालेको थिएँ। तपाईँहरूले देख्न सक्नुहुन्छ मैले स्पुनको हेल्पले यसमा बटर लगाएको थिएँ अनि बोथ साइडबाट राम्ररै फ्लिप गरेर मैले कुक गरेको थिएँ। तपाईँहरूले देख्न सक्नुहुन्छ यसलाई चाहिँ तपाईँहरूले याद गर्ने कुरा चाहिँ लो हिटमा चाहिँ बनाउनु पर्दछ अनि यसरी मजाले मैले यसलाई तपाईँहरूले देख्न सक्नुहुन्छ कुक गरेको थिएँ अनि फाइनलमा चाहिँ यसको लुक चाहिँ यस्तो आएको थियो। तपाईँहरूले देख्न सक्नुहुन्छ पराठा कति दामी कलरको भएको थियो अनि कति मजाले पाकेको थियो र मैले यसरी आलुको सब्जीसँग यसलाई सर्भ गरेर खाएको थिएँ। थ्याङ्क यू एभ्रिवान फर वाचिङ।